तातो पानीदेखि अब हाम्रो हुमखोलाको यात्रा सुरु भयो। हामी गाडीमा 8 जना छौँ। लामो प्रतीक्षापछि हामी यो गाडी फेला पार्यौँ र हाम्रो 8 जनाको टोली तातो पानीदेखि हुमखोलासम्म यात्रा सुरु हामी 8 जनाको टोली चाहिँ तातो पानीदेखि हुमखोलाको यात्रा सुरु भयो है त। तातो पानीदेखि केही समयको यात्रा पछाडि हामीलाई सुन्दर झरनाले स्वागत गर्यो। फर्स्टमा बाटो चाहिँ कतै कतै अलि डेन्जर नै रहेछ। यो ठाडो उकालो लिएर आइसकेपछि एकछिन त हाम्रो मुटुले ठाउँ नै छाड्यो। अलिकति डेन्जर बाटो नै रहेछ। भगवानलाई सम्झिन बाध्य बनायो यो बाटोमा। तर यात्रामा यस्ता बाटोहरू आए पनि निरन्तर अगाडि बढ्नु नै थियो। हामी अगाडि बढिराख्यौँ। करिब 2 घन्टाको यात्रापछि हामी हुमखोला पुग्यौँ। हाम्रो यात्रा चाहिँ अब हुमखोलाबाट ट्रेकिङ यात्रा सुरु हुन्छ है त। फर्स्ट डे आजको ठीक 4 बजे हाम्रो हुमखोलादेखि ट्रेकिङ यात्रा सुरु भयो। केही समयको हिँडाइ पछाडि गुराँसे डाँडाको ठाडो उकालो आउँछ करिब 1 घन्टाको। तर हामीहरू समय कम भएको हुनाले छिटो हिँडेर हामी चाहिँ आधा घन्टामा यो उकालोलाई चाहिँ क्रस गर्न सफल भएका थियौँ। यात्राको क्रममा बाटैभरि झरनाहरूले स्वागत गरिरहन्छन्। एकदमै झरनाहरू देख्न सक्नुहुन्छ र यी झरनाहरूले गर्दा पनि हाम्रो ट्रेकिङ यात्रालाई अझ सहज र सजिलो बनाइदिन्छन्। एकदमै सुन्दर दृश्यहरूको अवलोकन गर्दै हाम्रो यात्रा अगाडि बढिरहन्छ। एकदमै राम्रो ट्रेकिङमध्ये एउटा ट्रेकिङ माने मैले अहिलेसम्म गरेको ट्रेकिङमध्ये एकदमै सुन्दर ट्रेकिङ रहेछ। किनकि धेरै झरनाहरू खोलाहरूको बीचबाट अगाडि बढ्दा एकदमै आनन्द महसुस भयो मलाई। करिब 6 बजेतिर हामी फुतफुते झरना पुग्यौँ। यो फुतफुते झरना अहिले नर्थ एबिसीको मेरुदण्डको रूपमा अहिले काम गरिरहेको छ। एकदमै सुन्दर झरना छ। आज हाम्रो नर्थ एबिसी ट्रेकिङको फर्स्ट डेमा हिँड्दै रात पर्यो अनि हामी लाइट बालेर हाम्रो ट्रेकिङ यात्रा स्टार्ट गरिराखेका छौँ। अहिले लसक्यो एकदमै रात परे पनि ट्रेकिङको आनन्द चाहिँ आइरहेको छ। शरीर थकित भए पनि छुट्टै आनन्द भइरहेको छ। अगाडि बुढी लागिरहेको छिन्, पछाडि म छु गर्दै। ल तपाईँहरू पनि ट्रेकिङमा आउँदाखेरि चाहिँ लाइट लिएर आउनु होला है। रात पर्दो रहेछ कहिलेकाहीँ। त्यही हजुरहरूलाई एउटा केही समयको निरन्तर हिँडाइपछि हामी सन्धि खर्क पुग्यौँ।
र हामी त्यहाँ सन्धिखरको बास बसेनौँ। हामी राति नै त्यहाँभन्दा अगाडि बस्ने भनेर फेरि हामी यात्रा अगाडि बढिरह्यो। तपाईँहरू सन्धिखरको नै बस्न सक्नुहुन्छ यदि इच्छा भयो भने। हामी चाहिँ सन्धिखरको नबस्ने, केही समय अगाडि बस्ने भनेर रातको समयमा यसरी ग्रुपमा राति नाच्दै गाउँदै थकानलाई शान्त पार्दै यसरी नाच्दै हाम्रो यात्रा अगाडि बढिरह्यो र करिब 8 बजेतिर हामी गुफा फाँट पुग्यौँ र हाम्रो बसाइ चाहिँ त्यहीँ गर्ने गऱ्यौँ। आज हामी नर्थ एबिसी ट्रेकिङमा आउँदा यो गुफा फाँट भन्ने ठाउँमा आइपुग्यौँ र यहाँ बस्नको लागि भनेर आएको। पुरा यहाँ मेला लागेको जस्तो रहेछ। 200 जना चाहिँ आज आइपुग्ने भएको हुनाले 50 जनाको मात्रै क्षमता रहेछ। अनि त्यही भएर यो आज यो पानी तताउने ठाउँमा एउटा घर रहेछ, यस्तो झुप्रो। यसैमा हामी साथीहरू 8 जनाको टोली थियौँ। हामी यहाँ बाँकीदेखि आएको सरहरू हुन्छ, उहाँहरूसँग यसरी बस्नुपर्ने अवस्था छ। अहिलेसम्म म्यानेज गरिदिन्छु त भन्दैछ भाइले, नत्र भने यसरी रातभरि जागरण भएर भोलि हिँड्नुपर्ने अवस्था छ। त्यही भएर नर्थ एबिसी आउँदा चाहिँ अलिकति विचार पुऱ्याएर आउनु होला। बोक्न सक्नुहुन्छ भने आफ्नै टेन्ट हरू र म्याटहरू लिएर आउँदा चाहिँ एकदमै सहज हुन्छ। नत्र भने यस्तै हामीले दुःख पाए पाउनुपर्छ, पाइहालिन्छ भन्ने कुरो भयो तल बुझ्दा। तर यहाँ आउँदा चाहिँ मान्छे अत्यधिक भएको हुनाले बाहिर पनि बस्ने ठाउँ छैन। यहाँ यस्तो गाह्रो भइरहेको छ। हामी साथीहरू यहीँ छौँ। यो पानी तताउने ठाउँ बनाएको रहेछ, यहीमा बसिरहेका छौँ।